डु यु नो साम्बा एक्चुअली केम इन्टु एपिएफ टु प्ले भलिबल भलिबल र फुटबल कसो द्याट त्यो चाहिँ अब रमाइलो कुरा अब नेपाली स्पोर्ट्स नेपाली स्पोर्ट्सको कस्तो रमाइलो जान्नै पर्यो टाइपको एकदमले गीता दिदी Situation है। क्रिकेट खेल्न आएको गीता गीता राणा राणाको। नेपालको डिफेन्डरको भित्र द मेन पिलर अफ नेपाल डिफेन्स गीता दिदाजीले मलाई भनेको सी केम टु प्ले क्रिकेट क्रिकेटको लागि अहिले भन्दा क्रिकेट खेल्नुपर्ने रहेछ भन्नुहुन्छ बेला बेला हाम्रोमा चाहिँ कस्तो हुन्छ विभागमा आउँछ नि त विभागबाट चाहिँ अब जहाँ पर्फर्म गर्ने अपर्च्युनिटी मिल्यो जहाँ पायो। साम्बाको हाइटले गर्दाखेरि सिक्किम फर भलिबल टिम एक्चुली भलिबल टिममा के मिलेन डिडन्ट क्लिक अब नेसनल टिमलाई सेन्स साम्बा एज अ फुटबलर चाहिनु भएको रहेछ भागीमा त्यसले गिराएर चाहिँ अरूले त्यसैले गोल्डन जेनेरेसन पछि नाउ इमेजिन त्यो टाइम चाहिँ नि त्यसरी प्लेयरहरू फाइन्डिङ भयो भने त अब तर अब भन्यो नि यो चिजलाई मेन्टेन र कन्टिन्युटी दिनको लागि अब लाइफ टाइममा एकचोटि आउने प्लेयर सधैँ त आउँदैन तर त्यो लेगेसी मेन्टेन गर्नको लागि चाहिँ उसले एउटा ब्लु प्रिन्ट छोडिदिन्छ कि यहाँ कि त्यसले गर्दाखेरि उसको त्यो लेगेसी चाहिँ बन्यो भनेर एउटा ब्लु प्रिन्ट बन्छ कि हो वी निड टु रेकर्ड द्याट ब्लु प्रिन्ट एन्ड फलो द्याट ब्लु प्रिन्ट हो कि जो भनेको चाहिँ एक्चुली साइन्टिफिक मेथड भयो कि